आदरणीय साथीहरू, म तपाईहरु सामु फेरि पनि उपस्थित भइसकेको छु। मेरो सम्पूर्ण मेरा दर्शक मित्रहरूलाई, मेरो लाइभ हेरेर बस्नुहुने मेरा सम्पूर्ण मित्रहरूलाई म नमन भन्न चाहन्छु। अहिले भर्खरै मैले एउटा फेसबुकमा हेरेँ हैन, पत्रकारले चाहिँ पूर्व प्रधानमन्त्री झलनाथ खनाल जो झापा जिल्ला इलाम जिल्लाबाट एकपल्ट जितेर गएर चाहिँ प्रधानमन्त्री बनिसक्नु भएको थियो। पूर्व प्रधानमन्त्रीलाई चाहिँ पत्रकारले एउटा प्रश्न सोधेका थिए। त्यो प्रश्नमा चाहिँ उनले अहिले देशमा चारैतिर विरोध भइरहेको बेलामा तपाईहरुले पिएसओ के अरे भनौँ पूर्व मन्त्री प्रधानमन्त्रीहरू अथवा सुरक्षा निकायका ठुला मान्छेहरूले चाहिँ यसरी पिएसओ लिनु चाहिँ कति उचित कुरा हो। आजसम्म यसरी देशभरि चारैतिर चाहिँ विरोध भइरहेको छ, तपाईहरुले किन यो पिएसओलाई चाहिँ कटौती गराउँ भनेर चाहिँ तपाईले संसदमा कुरा नउठाउनु भएको भन्दाखेरि चाहिँ भन्ने प्रश्नमा हाम्रा पूर्व प्रधानमन्त्रीज्यूहरूको विवेक कति चल्दो रहेछ भन्ने कुरो प्रष्ट एकदम छर्लङ्ग पानी जतिकै छर्लङ्ग भयो। पूर्व प्रधानमन्त्री जस्तो पदमा बसेर देश हाँकेको मान्छेले पिएसओ किन कटाउनको लागि तपाईहरुले पहल गर्नु भएन भन्दाखेरि हामीलाई राज्यले दिएको, हामी अब के गर्नु, मलाई मन थिएन भनेर भने। अनि तपाईले किन संसदमा चाहिँ यो कुरो उठाउनु भएन भन्दाखेरि चाहिँ कस्तो सठिक जवाफ दिए क्या। के एउटा मैले पिएसओ काट्दाखेरि देशभरिका जनताले खाना पाउने हुन्, जागिर पाउने हुन्, देश विकासमा सहयोग पुग्ने हो। यस्तो गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिन्छन् हाम्रा देशका प्रधानमन्त्रीहरू। अनि कसरी चाहिँ हामी यस्ता यी भतुवा भातमाराहरूलाई हामीले पूर्व विशिष्टहरूलाई चाहिँ अहिले आजीवन के अरे चाहिँ सुरक्षा भत्ता के अरे आजीवन राज्यले पाल्ने भनेर एउटा विधेयक ल्याएका छन्। यी कस्ता चाहिँ मान्छे एमालेको सोच बोकेर हिँडेका मान्छेहरू चाहिँ कस्तोसम्म घृणित बोली बोल्छन् भन्ने कुरो यो ज्वलन्त उदाहरण हो क्या। कमसेकम हामी उनीहरू भन्छन् त फेरि त्यही के अरे उनीहरू नै भाषण गर्न आउँदा के भन्छन् भने थोपा थोपा मिलेर समुद्र बन्छ भन्छन् उनीहरू। हेर्नु है, अनि आज तिमीले पिएसओ काट्यौ, भोलि अर्कोले काट्छ, अनि अर्को काट्छ गर्दै जाँदा अनि कति अरबौं खरबौं देशको बचत हुँदैन प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यू। अनि तपाईहरुको दिमाग चाहिँ कहाँ गएको छ? घाँस चर्न गएको छ कि कहाँ गएको छ? बडो म त आफ्नो भन्दा आफ्नो परिवार भन्दा तपाईहरुले हेर्नु कुरो हुँदैन हैन। जनताले खाना पाउँछन् भन्छ हो, कस्तो सजिलो उत्तर दिएको यार। अनि तिमीहरू आज राजावादीहरू आन्दोलनमा उत्रिए भनेर भन्दा तिमीहरू तीनैजना पार्टीका कांग्रेस, कम्युनिस्ट, माओवादी मिल्यौ त, मिल्न सकिँदो रहेछ त। अनि जनताका मुद्दा उठाउँदा चाहिँ यसरी तीनटै पार्टीले एक भएर जनताका समस्या हल गर्न सकिन्छ भन्ने चाहिँ आउँदैन तिमीहरूलाई। अनि त्यसमा त तिमीहरू त पटक्कै आउँदैन त लाइनमा। अहिले आफूलाई आपत परेपछि त टाउको काटिने र टाउकाको मूल तोक्ने पनि सबै एकै ठाउँमा भएर बस्यौ त। देश विकासमा चाहिँ यसरी लाग न। जनता चाहिँ नङ्ग्याएर ढुट्ट पारेका छौ। आफ्नो र आफ्नो नाताभन्दा पर्तिरको मान्छे ल आफूलाई अप्ठ्यारो पर्ने स्थिति आयो भने चाहिँ सबै मिल्दो रहेछ त। आज मिल्न सक्नेले हिजो मिल्न सक्दैन थियो, अब भोलि आउने दिनमा मिल्न सक्दैन।
लु त जनताका समस्याका लागि चाहिँ एक भएर उठ त हेरौँ। तर तिमीहरू सुध्रिँदैनौ। तिमीहरू सुध्रिनु भनेको कुकुरको पुच्छर ढुङ्गामा हाल्ने बराबर हो र तिमीहरूबाट आशा पनि छैन हामी जनतालाई। अब देशमा नयाँ क्रान्तिको जरुरी छ। नयाँ क्रान्ति भन्नाले विचारको क्रान्तिको जरुरी छ। तिमीहरू रहन्जेलसम्म यो देशले, यो मेरो धरती माताले, मेरो नेपाल भूमिले कहिल्यै पनि शान्तिको शेष फेर्न पाउने छैन। यति भन्दै बिदा हुनेछु। धन्यवाद।